33 जना चाहिँ काठमाडौँ अस्ति हामीले 16 गते समय सीमा दिएको थियो। 16 गतेभित्र सबैजना काठमाडौँ आइसक्नु भनेर हामीले समय सीमा दिएको छौँ। त्यही समयभित्रमा 33 जना आइपुग्नु भइसकेको छ। एकजना चाहिँ बाँकी हुनुहुन्छ, जसको पारिवारिक अलिक घराइसी कामले गर्दाखेरि एकजना 1-2 दिनमा आइपुग्नुहुन्छ। 16 गतेदेखि जुन क्वारेन्टाइनमा बसिरहेछन् यहाँ भएकाहरू काठमाडौँमा घर हुने काठमाडौँमै र घर नहुनेहरूलाई चाहिँ हामीले सेल्फ उसमा होटलमा क्वारेन्टाइनमा राखिरहेको छौँ। अब त्यसपछि हामी 5 दिन 6 दिनपछि चाहिँ उनीहरूको PCR टेस्ट गर्छौँ। PCR टेस्ट गरेपछि हामीले चाहिँ नि उहाँ एन्फाको कम्प्लेक्समै हामी उहाँहरूलाई लिएर जान्छौँ र हाम्रै कम्प्लेक्समा राख्छौँ। त्यसपछि हामी 1 गतेबाट भदौ 1 गतेदेखि नियमित रूपमा हामीले पूर्व घोषित समयअनुसार त्यही मितिदेखि चाहिँ हामी प्रशिक्षण सुरु गर्छौँ। प्रशिक्षण त्यो फिफाले दिएको गाइडलाइन अनुसार चाहिँ नि हामीले ग्रुप भिजन गरेर एकैचोटि सबैजना नराखिकन त्यो प्लानिङ कोचहरूले नि गरिरहनु भएको छ। तर मैले अध्ययन गर्दाखेरि भन्नुपर्दाखेरि चाहिँ ग्रुपमा नराखिकन चाहिँ तपाईँको 11-12 जना मात्रै राखेर चाहिँ प्रशिक्षण सुरु गर्छौँ।